आफूलाई गाली गर्नुभन्दा पहिला म सम्पूर्ण जनसमुदायसँग गणतन्त्रवादी नेताको हैसियतले पहिला आत्मआलोचना गर्न चाहन्छु, आत्मसमीक्षा गर्न चाहन्छु र आएर हाम्रो कमरेडज्यूले सही कुरा गर्नुभयो है। यो तपाईले लिएको लोकतन्त्र गणतन्त्र होइन, यो तपाईले लिएको लुटतन्त्र हो। बच्चाले पढ्ने स्कुलमा राजनीतिक छिरेको छ, जनताको सेवा गर्न बसेको पुलिसले जनतामाथि गोली चलाइरहेको छ। गणतन्त्र गणतन्त्र बचाउनु पर्छ भनेर गणतन्त्रवादीहरू सडकमा झरिरहेको छ। ती गणतन्त्रका नेताहरू पुलिससँग मिलेर सोझा जनताले गोली चलाएर मारिरहेको छ। यस्तोले लोकतन्त्र गणतन्त्र भन्छ कमरेडज्यू? ल्याएको लोकतन्त्र गणतन्त्रको शासन होइन कमरेडज्यू, यो तपाईहरु ल्याएको जनतामाथि राणा शासन हो। तपाईहरुले जनताका छोरछोरी बलात्कार गर्न पाउने, नेपालमा भ्रष्टाचार गर्न पाउने, ठुलठुला जघन्य अपराध गर्न पाउने र जनता मारेर नेता बन्न पाउने। तर तपाईको आलोचना, तपाई नेताहरुको आलोचना कोही जनताले गर्यो भने जनतामाथि गोली चलाउन पाउने र जनतालाई मार्न पाउने। यस्तोले लोकतन्त्रको शासन भन्छ कमरेडज्यू। ती भएर युवाहरु सच्चियो, जनताहरु सच्चियो, ती भएर राजा ल्याउन खोज्यो। यसरी बुझ्नुस् कुरा।